गुड मर्निङ गाइज फ्रम पोखरा है। अनि तपाईँहरूले भ्लग त हेरिसक्नु नै भयो होला पक्कै पनि। मैले भर्खरै अपलोड गर्दा चाहिँ अब यहाँबाट चाहिँ हामी मुक्तिनाथतर्फ जाँदैछौँ। के कस्तो लाग्यो पोखराको भ्लग त अब आउन अझ बाँकी नै छ, किनभने हामी यहाँबाट चाहिँ अब हिजो राति आइपुगेको थियौँ नि त। अनि त्यसपछि अब आज सिधै मुक्तिनाथ गएर बरु यता फर्किने बेलामा चाहिँ हामी यहाँनिर स्टे गर्छौँ भन्ने प्लानिङमा छौँ। आई डोन्ट नो अब के हुन्छ। अब आज चाहिँ मुक्तिनाथको भ्लग आउनेवाला छ। पहिला रेडी हुन्छु, चिया नि खाएको छैन, चिसो रहेछ, हल्का चिसै छ है पोखरामा। अनि त्यही हो, अब चिया खान्छौँ। अनि त्यसपछि अहिले चाहिँ टाइम भन्नुपर्दा 7 बजेको छ। अब हामी 8 बजे चाहिँ यहाँबाट रेडी भएर निक्लिनु पर्ने हुन्छ। के खाना गरे हामी? चिया चिया होइन के हो? आउँछ नि आइसक्यो अनि यता हेर न। अनि मेकअपले त पुरै बनाएको छौ त के हो? सो गाइस हामी चाहिँ अहिले चिया खाना आइरहेछौँ। अनि भिडियो पोस्ट भइरहेछ होइन, फेसबुकमा चाहिँ भिडियो पोस्ट भइरहेछ उसले चाहिँ। अनि म्युजिक बजिरहेछ, अनि फेरि डिस्टर्ब आउला, लाइक कपिराइट लाग्न सक्छ। त्यही भएर अहिले अब बाइकमा भेट्यौँ है त। सो अब पोखरादेखि चाहिँ मुक्तिनाथको लागि रेडी भइसकेको छ मेरो प्यारो बाइक। यसको नाम पनि राख्नुपर्छ। अब के राख्छु भनेर सोच्दैछु, म के राखौँ भनेर सोच्दैछु। इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अघि हामी चिया खान गयौँ नि त। अनि चिया खाने ठाउँमा चाहिँ यस्तो भयो क्या, लाइक चिया मात्रै मगाइयो होइन। बिल तिर्ने बेलामा चाहिँ कति हो भनेर सोधेको, उहाँले भन्नुभयो 160 क्या, एक कप चियाको 80 रुपियाँ। आमामामा। त्यही भएर पोखरा आउँदै हुनुहुन्छ भने चाहिँ विचार गरेर आउनु होला। लेट्स मुभ। आज पोखरा चाहिँ कतै पनि घुमिएन हामी, अब अलि परतिर गएपछि भेटौँ न है त। सो गाइज 175 किलोमिटर रहेछ यहाँदेखि मुक्तिनाथ चाहिँ है। म्यापमा चाहिँ अब 5 आवर्स 11 मिनट देखाइरहेछ। अब हामी लगभग 5 बजेतिर चाहिँ पुग्छौँ कि भन्ने आश गरेका छौँ। बाटो कस्तो छ केही थाहा छैन क्या, म्यापकै भरमा हिँड्नु परेको छ। उता मुक्तिनाथ पुग्ने बेलासम्मलाई त पेट्रोल पुग्छ नपुग्ने त होइन, तर नि जति हुन्छ फुल चाहिँ हालेर जानुपर्ने हुन्छ हामीले। बाइक फेरि पेट्रोल सुँगाएरै बाइक कुद्छ फेरि। बाइक त्यस्तो छ होइन। अनि चियाकै भरमा हामी हिँडिरहेको छौँ अहिले चाहिँ, खास भन्नुपर्दा होइन, किनभने अलि मासतिर गएर केही खानु पर्ला। उही बाटो त कहाँबाट जाने? सेट भयो नि त। अनि यहाँबाट बाइक जान्छ है। ओहो, त्यो म्यापले यस्तै गरिदिन्छ क्या कहिलेकाहीँ त, यस्तो झुकाइदिन्छ कि। बाइक कस्तो अनकम्फर्टेबल भयो जस्तो भइरहेको किन हो? ऊ त्यहाँबाट भित्र रहेछ अनि गयो त। अनि फेरि यस्तो म्याप छ क्या यार। तर मलाई एउटा कुरो चाहिँ के लाग्यो भने गाइज होइन, यहाँनिर चाहिँ मलाई जहाँसम्म लाग्छ होइन, किन आवश्यक पैसा हामीले खर्च गर्नु राम्रो होइन क्या। अनि अब काठमाडौँतिर भनौँ न, चिकन खानाकै पनि त 180, हप्तामा 200 लिन्छ होइन। र चित्तै नबुझेको कुरा चाहिँ जहाँ अब एउटा चिकन खानाको 650 रुपियाँ लिइरहेछ, त्यो चाहिने भन्दा बेसी हो नि त, डबल कुनै तिर्बलै पऱ्यो क्या। त्यस्तो गर्नु चाहिँ राम्रो होइन। पर्यटक क्षेत्र त हो मान्छु म, तर पर्यटक क्षेत्र हो भन्दैमा लापरवाही, यो त अति लापरवाही भएको हो क्या। त्यस्तो पनि हुन्छ यार। म त चित्त चाहिँ बुझेन, एक प्रति पनि चित्त बुझेन। अब लाइक भन न, होटेलको चाहिँ जब 1200 छ ठिक छ होइन, होटेलको बरु सस्तै पर्यो जस्तो लाग्यो अब मलाई होइन। अब त्यो चाहिने भन्दा बढी पनि हुन्न। अनि अब तपाईँको खानाको चाहिँ अनि 650 रुपियाँ यार चिकन खानाको, यो त अति चाहिने भन्दा बढी भएको हो क्या है। ठिक छ पर्यटक क्षेत्र हो, 100-200 बढी लिनु स्वाभाविकै हो यार। डबल तिर्पल लिनु त त्यो गलत हो नि त, मलाई जहाँसम्म लाग्छ है। के छ यहाँको कस्तो छ त्यो त मलाई थाहा छैन, तर मैले बुझेको अनुसार चाहिँ अनि त्यसरी लिनु चाहिँ
गलत हो। अब अगाडितिर के कस्तो हुन्छ खाजासाजा खान बसिन्छ अनि त्यसपछि फिलअप पनि गर्नु छ अनि भेट्छु म है त तपाईँहरूलाई। गाइस फाइनल्ली अहिले हामी चाहिँ म्याकडी आइपुगेको रहेछौँ। यो चाहिँ म्याकडी रहेछ। म्याकडी पनि दामी देखिँदो रहेछ। यतातिर माथितिर मन्दिर पनि रहेछ। अनि त्यही हो कति सीमित अरे म्याकडी आइपुग्यौँ। अनि म चाहिँ केटाहरूसँग बोल्दै हिँडिरहेको छु क्या, किनभने अब सबै नै केटाहरू नै हो होइन। जे जस्तो भए पनि यताउति साथी भने साथी हो, खाना लागेको गाँस छोड्नु साथी नछोड्नु भन्छन् होइन। अनि अब टोटल्ली अब जताततै भ्लगै बनाएर हिँडौँ भिडियो गरेर हिँडौँ भन्ने त अब त्यो सम्भवै छैन, किनभने अब हुन्छ नि होइन। त्यो हामीलाई 5 घन्टा 6 घन्टाको भिडियो हाल्ने कुरो हुन्न नि त। अनि त्यही भएर म्याकडी आइपुगेछौँ अहिले चाहिँ फाइनल्ली। त्यो चोक देखाएको थियो त्यहाँ उतापट्टि, सायद म्याकडी नै हो जस्तो लाग्छ मलाई। आइरहनु मैले गलत बोलेको रहेछ भने माफी चाहन्छु है। अनि त्यस बाटो चाहिँ क्लियरली छ, दामी रहेछ बाटो चाहिँ। लेट्स मुभ गाई। चिया पनि खाइयो होइन। अब ज्यान अलि तातो भयो, जाउँ बस बस्नुहोस् हजुर, बस्नुहोस् मेरी मायालु बस्नुहोस्। मिठै नभएको चाहिँ बस ल। ल लेट्स गो मुक्तिनाथ। मुक्तिनाथले डाकेपछि त जस्तो सुकै बाधा आए पनि पुगिन्छ होइन त। कस्तो चिसो हावा फ्याँकेको हौ। लगाइस अलि माथितिर गएपछि भेटौँला है त। ओहो गाई झोला चाहिँ फुस्किन लागेछ नि त। अब कस्तो भएछ झोला त? कसरी यस्तो हो? कसरी यस्तो भयो त? सो गाइस झोला पनि बानियो। झन्डै झरिसक्यो रहेछ झोला त। चेनमा मोबिल हाल्नुपर्छ क्या हो, सुखै भइसक्यो जस्तो छ हो त यार। सब प्रिपेयर भएर आएको छ नि त, यसरी लिएर आएको छ क्या मोबिल चाहिँ।